ज्योतिषपुञ्ज कुण्डली सफ्टवेयरको मोबाइल एप्लिकेसनमा के फिचर छ जानको लागि फर्स्टमा आफ्नो फोनमा डाउनलोड गर्नुहोस् र त्यस पछाडि ओपन गर्नुहोस्। ओपन गरिसके पछाडि कुण्डलीमा क्लिक गर्नुहोस् र यो माथि पेन्सिल जस्तो ठाउँमा क्लिक गरेर आफ्नो जन्ममिति, जन्म महिना, जन्म दिन, जन्म समय, जन्म मिनेट, सेकेन्ड हानेर बिहान बेलुका के हो छान्नुहोस्। अनि आफ्नो जन्मेको देश छान्नुहोस्, आफू जन्मेको सहर छान्नुहोस् र कुण्डली बनाउनुहोस् भनेको ठाउँमा थिच्नुहोस्। त्यस पछाडि तपाईँको कुण्डली बन्छ। ग्रहमा थिच्नुभयो भने त्यो ग्रहको दृष्टिहरू देखाउँछ। जुन ग्रहमा थिच्नुहुन्छ, नम्बरमा थिच्नुभयो भने राशिको दृष्टि देखाउँछ। त्योभन्दा तल ग्रह स्पष्टहरू देखाउँछ। त्यस पछाडि यतापट्टि चक्र भन्ने ठाउँमा तपाईँको नाम, राशि, नक्षत्र, गणहरू देखाउँछ। अनि शुभ चक्र देखाउँछ यतापट्टि साइडमा। यता घात लेखेको ठाउँमा घात चक्र देखाउँछ। नवतारा भनेको ठाउँमा नवताराहरूको डिटेल तपाईँले हेर्न सक्नुहुन्छ। त्यस पछाडि दशामा गएर तपाईँको महादशा, अन्तर्दशा, प्रत्यन्तर दशा, सूक्ष्म दशा, प्राणान्त दशासम्म हेर्न सक्नुहुन्छ। त्यस पछाडि योगिनी दशा हेर्न सक्नुभयो, त्रिभागी हेर्न सक्नुभयो, अङ्ग्रेजी डेट, नेपाली डेट अनुसार भुक्त भोग्य सबै कुरा गरेर तपाईँले हेर्न सक्नुभयो। सबैमा सिस्टम त्यही नै हुन्छ। त्यस पछाडि भाव कुण्डलीहरू, अरू 16 वर्ग कुण्डलीहरू तपाईँले यहाँबाट आफूलाई जुन चाहिन्छ त्यही हेर्न सक्नुहुन्छ। अनि षड्बलहरू, ग्रह बलहरू, भाव बलहरू सबै कुराहरू त्यहाँबाट हेर्न पाउनुहुन्छ। अनि आरूढ पद पनि हेर्न सक्नुहुन्छ। त्यस पछाडि तपाईँले त्यसमा क्लिक गर्नु भने त्यसको डिटेल आउँछ। अनि अर्को छ तपाईँको फलादेश छ। तपाईँको दशाको फलादेश, राशिको फलादेश, नक्षत्र, लग्न, भाव अनुसारको फलादेशहरू यसमा लेखिदिएको हुन्छ। तपाईँलाई जुन चाहिन्छ त्यही अनुसार तपाईँले हेर्न सक्नुभयो। यतातिर जन्म पञ्चाङ्ग र उदयकालीन पञ्चाङ्ग भनेको हुन्छ। जन्मिँदाको पञ्चाङ्ग र त्यो दिन बिहान सूर्य उदाउँदा पञ्चाङ्गको स्थिति कस्तो थियो भनेर हुन्छ। अर्को उपग्रह भनेर हुन्छ। यहाँ उपग्रहको बारेमा जानकारी दिएको हुन्छ। भृगु लग्न, होरा लग्न, घटी लग्न, श्री लग्न इत्यादि लग्नहरूको बारेमा हुन्छ। तपाईँले त्यो अनुसार पनि डिटेलमा हेर्न सक्नुहुन्छ यसबाट। अनि अर्को अप्सन छ अष्टक वर्ग कुण्डली रहेको छ यहाँ। अनि अर्को छ विवरण भनेर त्यो डिटेलहरू देखाइएको हुन्छ यसमा। त्यस पछाडि यहाँ माथि कुण्डली लेखेको ठाउँमा थिचेर गोचरलाई निकाल्न सक्नुहुन्छ अथवा कुण्डली लग्न कुण्डलीलाई निकाल्न सक्नुहुन्छ। तपाईँलाई जे चाहिन्छ त्यो तपाईँले माथि त्यो क्लिक गर्ने ठाउँमा थिचेर हेर्न सक्नुभयो है त। त्यसपछि तपाईँले यसलाई सेभ गरेर पनि राख्न सक्नुहुन्छ। आफ्नो नाम लेखेर अथवा अरू कसैको हेर्नुहुन्छ भने उसको नाम लेखेर सेभ गरेर फ्युचरको लागि राख्न सक्नुहुन्छ। त्यस पछाडि अर्को रहेको छ यहाँ पञ्चाङ्ग भन्ने बटन रहेको छ। पञ्चाङ्गमा चाहिँ आजको पञ्चाङ्ग देखाउँछ। तपाईँको मोबाइलमा जुन डेट छ त्यही डेटको पञ्चाङ्ग। अनि मुहुर्त, होरा, त्यो दिनको लागि दिनको होरा, रातको होरा, बार बेला, अनि साइतहरू, उदय अस्तहरू, अनि निवास चाहिँ अब चन्द्रमाको कता छ, चन्द्रमा कता फर्केका छन् होइन इत्यादि कुराहरू। अनि शुभ योग त्यो दिनमा परेको छ कि छैन। अनि त्यो माथि क्यालेन्डरको बटनमा क्लिक गरेर तपाईँले जुनसुकै सालको पनि पञ्चाङ्गहरू हेर्न सक्नुहुन्छ। त्यो दिनको बारेमा जानकारी लिन सक्नुहुन्छ। त्यस पछाडि तपाईँले सबै कुराहरू त्यो दिनको तिथि, बार, योग, नक्षत्र हेर्न सक्नुभयो। अब अर्को डेट कन्भर्टमा गएर तपाईँले नेपालीबाट अङ्ग्रेजी, अङ्ग्रेजीबाट नेपाली डेट कन्भर्ट गरेर पनि हेर्न सक्नुहुन्छ। त्यसमा तपाईँले आफ्नो डेट हानेर त्यसलाई कन्भर्ट गरेर त्यो अनुसारको पञ्चाङ्ग कुण्डलीहरू तपाईँले हेर्न सक्नुभयो। त्यस पछाडि तलपट्टि देखाइरहेको ठाउँमा तपाईँले डबल क्लिक गर्नुभयो भने त्यो दिनको पञ्चाङ्ग पनि त्यहाँ देखाइदिन्छ। त्यस पछाडि तपाईँको बाहिर होम पेजमा आइसके पछाडि तपाईँको चाहिँ अरू फिचरहरू पनि टन्नै रहेको छ, तपाईँले देखिराख्नु भएको छ। अब अर्को राशिफल भनेर छ। तपाईँको दैनिक राशिफल, साप्ताहिक राशिफल, वार्षिक राशिफल, मासिक राशिफल सबै छ। त्यो स्टार लगाउनुभयो भने तपाईँको जुन राशि हो त्यो राशिको चाहिँ डेली तपाईँलाई नोटिफिकेसन पनि आउँछ। अनि वास्तु गणना भनेको ठाउँमा तपाईँको घरमा कुन कुन कुराहरू कुन कुन दिशामा छन् यहाँ चुज गर्दै गएर आफ्नो घरको वास्तु कतिको मिलेको छ त्यो कुराहरू तपाईँले यहाँ स्कोरबाट थाहा पाउन सक्नुहुन्छ। कति स्कोर आएको छ त्यहाँ, कति स्कोर आउँदा के हुन्छ भनेर लेखिदिएको हुन्छ। अर्को भनेको तपाईँको क्यालेन्डर छ यहाँ, नेपाली क्यालेन्डर अथवा इस्वी सम्मको क्यालेन्डरहरू तपाईँले यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ क्यालेन्डरमा। अनि अर्को रहेको छ यतापट्टि हाम्रो जुन गृह पृष्ठमा आइसके पछाडि तपाईँको सपनाको फल दिएको छ। सपनाको फलमा चाहिँ तपाईँले कस्तो सपना देख्दा के फल पाइन्छ भनेर तपाईँले त्यहाँ सर्च गरेर हेर्न सक्नुहुन्छ अथवा सारेर पनि हेर्न सक्नुहुन्छ। आफ्नो सपना अनुसारको फल हेर्न सक्नुहुन्छ। तपाईँले सपनाको फल सर्च गर्दा चाहिँ सकेसम्म नेपाली अक्षरमा सर्च गर्नुभयो भने चाँडो भेटिन्छ है त। अर्को रहेको छ अङ्क विज्ञान भनेर छ। अङ्क विज्ञानमा तपाईँले आफ्नो नाम अङ्ग्रेजीमा लेख्नुहोस् अनि आफ्नो वर्ष, महिना र दिन हानेर चाहिँ गणना गर्नुहोस् भनेको ठाउँमा क्लिक गरेपछि तपाईँको मूलाङ्क, भाग्याङ्क, अनि त्यस पछाडि कार्मिक अङ्कहरू,
अनि आफ्नो डिटेलहरू कुन रङ राम्रो हुन्छ कुन नराम्रो हुन्छ, लक्की बार र लक्की दिनहरू र त्यस पछाडि तपाईँको अङ्क ज्योतिष अनुसार कस्तो छ भविष्य भनेर त्यहाँ लेखिदिएको हुन्छ। अनि त्यस पछाडि तपाईँको बाहिर आइसके पछाडि अङ्क ज्योतिष हेरिसके पछाडि तपाईँले बाहिर ड्यासबोर्डमा आएर फेरि अरू कुराहरू हेर्न सक्नुभयो। पात्रो हेर्न सक्नुभयो। पात्रोमा जुनसुकै साल, जुनसुकै महिना, जुनसुकै गतेको हेर्न सक्नुहुन्छ। बितेको साल र आउने सालको पनि पात्रो यसैमा हेर्न सक्नुहुन्छ तपाईँले। अनि सुरुमा चाहिँ तपाईँले 1 महिनाको पात्रो एकैचोटि हेर्न सक्नुभयो। तपाईँले कुन महिनाको कति कतिदेखि हेर्ने त्यो हानेर कति कतिसम्म हानेर यसरी निकाल्न सक्नुभयो। 1 महिनामा चाहिँ कुन कुन तिथिहरू अनि नक्षत्रहरू परेका थिए भन्ने कुराहरू त्यहाँ देखिन्छ। त्यसमा क्लिक गरिसके पछाडि त्यसमा ट्याप गर्नुभयो भने त्यसको डिटेल पञ्चाङ्गहरू पनि त्यहाँ देख्न सकिन्छ। त्यस पछाडि तपाईँको यता अर्को आयो हाम्रो कुण्डली मिलान भनेर आयो। कुण्डली मिलानमा चाहिँ तपाईँले पहिला कुण्डली बनाउने ठाउँमा केटा र केटीको कुण्डली सेभ गरेर राख्नुपर्छ। सेभ गरिसके पछाडि यहाँ आएर प्लसमा क्लिक गरेर चाहिँ पहिला केटाको कुण्डली चुज गर्नुहोस् यसरी, अनि फेरि केटीको कुण्डली चुज गर्नुहोस् र त्यसलाई सम्पन्न भनेको ठाउँमा थिचिदिनुहोस्। त्यस पछाडि तपाईँले त्यहाँ माथि देख्नुहुन्छ कुन नामबाट सेभ गर्नुभएको थियो त्यसमा क्लिक गरिसके पछाडि कति गुण आउँछ त्यहाँ यसरी देखाइदिन्छ। अनि यसलाई चाहिँ तपाईँले केटाको मात्र डिटेलहरू पनि हेर्न सक्नुभयो, केटीको मात्र डिटेलहरू पनि हेर्न सक्नुभयो। यसबाट चाहिँ तपाईँलाई कुण्डली मिलान गर्न एकदमै सजिलो अप्सन हुन्छ। त्यहाँ माथि 3 डटमा क्लिक गर्नुभयो भने त्यहाँ नामअनुसार मिलाउने अप्सन पनि छ। अर्को चाहिँ यो वास्तुको लागि कम्पास पनि राखिदिएका छौँ। तपाईँले चाहिँ सिधा ठाउँमा राखेर चाहिँ आफ्नो घरहरूको दिशाहरू जानकारी लिन सक्नुहुन्छ। तपाईँ कुन ठाउँबाट कता फर्केर बस्नु भएको छ भन्ने कुरा जानकारी लिन सक्नुहुन्छ। यो कम्पासलाई हल्का सामान्य तरिकाले घुमाउनु भयो भने तपाईँको दिशाहरू यसले देखाइदिन्छ। अर्को तपाईँको रहेको छ यतापट्टि हाम्रो साइत भनेर रहेको छ। यहाँ विवाह, व्रतबन्ध, पास्नी इत्यादि कुराहरूको साइत रहेको छ। तपाईँले जुनसुकै साइत पनि त्यहाँ क्लिक गरेर कुन महिना कति गते छ भनेर हेर्न सक्नुहुन्छ। तपाईँलाई अरू सालको पनि चाहियो भने, जानकारी चाहियो भने माथि 82 वर्ष लेखेको ठाउँमा त्यहाँ क्लिक गर्नुभयो भने त्यहाँ 83 को अप्सन देखाउँछ। त्यसमा क्लिक गरेर तपाईँले सबै साइतहरू एभ्रिथिङ जति पनि हाम्रो चाहिने आवश्यक साइतहरू छन् त्यो सबै यहाँ राखिएको हुन्छ। तपाईँले यसै गरेर ज्योतिषपुञ्ज एप चलाएर चाहिँ आफ्नो दैनिकी जीवनलाई सहज बनाउन सक्नुहुन्छ। पात्रो हेर्न, साइत हेर्न, सबै कुरा गर्न र आफ्नो ठाउँलाई पर्मानेन्ट सेभ गरेर राख्नुहुन्छ। विदेशमा हुनुहुन्छ भने तपाईँ सेटिङमा गएर तपाईँको स्थान भनेको ठाउँमा क्लिक गरेर आफ्नो ठाउँलाई चुज गरेर पर्मानेन्ट त्यही ठाउँको अनुसार चाहिँ तपाईँको पञ्चाङ्गहरू बन्ने सेटिङ पनि तपाईँले गराएर राख्न सक्नुहुन्छ। तपाईँ जुन ठाउँ बस्नुहुन्छ त्यही ठाउँको लोकेसन सेभ गरेर राख्न सक्नुहुन्छ। त्यसले गर्दा तपाईँको चाहिँ पञ्चाङ्गहरू अनि तिथिको घडीपलाहरू, नक्षत्रको घडीपलाहरू तपाईँको आफ्नो ठाउँ अनुसार नै देखाउँछ। तपाईँलाई पनि यो सफ्टवेयर एप मन पर्यो भने तपाईँले आफ्नो प्ले स्टोर अथवा एप्पल स्टोरमा गएर तपाईँले डाउनलोड गरेर चलाउन सक्नुहुन्छ। र तपाईँले कम्प्युटरमा चाहिँ अझ डिटेलमा यसको सफ्टवेयरको डिटेल भर्सन चाहिँ एकदम फुल भर्जन कम्प्युटरमा एभाइलेबल छ। त्यसको लागि तपाईँले हाम्रो नम्बरमा सम्पर्क गरेर तपाईँले कम्प्युटरमा पनि यो सफ्टवेयर चलाउन सक्नुहुन्छ। अहिले तत्कालको लागि यो मोबाइलमा तपाईँले निःशुल्क रूपमा चलाउन सक्नुहुन्छ। केही समस्याहरू तपाईँलाई केही लागेमा हाम्रो नम्बरमा सम्पर्क गरेर प्रतिक्रियाहरू दिन सक्नुहुन्छ। हाम्रो व्हाट्सएपमा आफ्नो सल्लाह सुझावहरू लेखेर पठाउन सक्नुहुन्छ। र कम्प्युटर सफ्टवेयर चलाउन चाहनुहुन्छ भने हाम्रो नम्बरमा सम्पर्क गर्नुहोला। धन्यवाद।